चरी घाँस र टियोसेन्ट्री पनि अब लगाउने बेला भएको छ। मैले 1-1.5 महिना अगाडि छरेको यति अग्लो भएका छन्, 1-1.5 फिट अग्लो भएको छ। अब काट्ने बेला भयो। यो जति चाँडो काट्यो, जति काट्यो उति हाँगा हाल्दै पलाउँदै गर्छ, गाँस हाल्दै पलाउँछ। यतापट्टि हिजो अस्ति काटिसकेको छु। यो अलिअलि पात तन्किसकेछ। फेरि असार साउन भदौसम्म काट्न मिल्ने यो टियोसेन्ट्री, बाजरा, मकै चरी यिनीहरू भन्ने भेटनरीमा, तपाईँको नजिकको भेटनरीमा पाउनुहुन्छ। गाई भैँसी बाख्रा सबैले एकदमै मन पराएर खान्छन्। लगाउनु होला, बाक्लो गरी छर्नु होला। धेरै यसो कतिपय उम्रिँदैनन्। यसरी घाँसको आधारमा गाई भैँसी बाख्राहरू पाल्नुभयो भने सस्तो लागत मूल्यमा हुर्कने गर्दछन्। यी अस्ति काटेको यी पलाइसकेछ। फेरि 2-3 इन्ची तन्किसकेको पात। मेरो कता चिसो भयो, के भयो, राम्रोसँग एकनासी उम्रिएको छैन। अब यो काटेपछि अर्को लटमा बाक्लो देखिन्छ। मेरो त धेरै छैन, 5-7वटा बाख्रा हो। त्यही 5-7वटा बाख्राको लागि छरेको हो। यो धान रोप्नुभन्दा अगाडिसम्म काटिन्छ, त्यसपछि जोताएर धान रोप्ने हो। यसरी यो घाँस लगाउन नबिर्सिनु होला, नछुटाउनु होला। आज भोलि नै अब यो छर्दा हुन्छ। असार साउनसम्म, उस्तै परि बर्खाभरिसम्म पनि काट्न सक्नुहुन्छ धान नरोप्ने खेतमा। यसरी घाँस लगाएर घाँसमा आधारित पशुपालन गर्नु होला। एकदमै कमलो हुन्छ, मकैको बुटा जस्ता हुन्छन् हेर्दा। नजिकको भेटनरी पसलमा गएर सम्पर्क गरेर लिएर आउनु होला है त। बिउ ल्याएर छर्नु होला।